त चाहिँ होइन त्यताको बनाएन मामा मामा आइ भन्दैन न ल मेरो त फेरि गाउँभरि नि मामा हो नि होइन दादा एकजना मात्रै भान्छु भान्जा उता सुँगुर काट्नुहुँदैछ कता अघि तर देखाउन कुखुरा छ देखाउन मिल्दैन नि फेरि त्यस्तो त अनि होइन भने खत्रै यता कस्तो चिज हावा छैन यस्तोतिर तोरीबारी उयो तोरी खतरा छ नि फुलहरू त तोरीबारी छ होइन एउटा चिज हेरेँ केटा यो यता चाहिँ मेरो यता घर होइन यता चाहिँ म माइजूहरूको यता चाहिँ पहिलेको घर होइन उता पनि छ नि त होइन सो टक्क लगाएर यहाँ छ यहाँ चाहिँ छ मन्दिर बनाउँ भनेर चाहिँ बनाइरहेको अरे चाहिँ 11 बजिसक्यो दिउँसोको यति घुमिराखेको चाहिँ हेर न डर खतरा क्या फुलहरू हुन्छ नि त आई लाइक इट यतातिर फुल भयो नि त उता नि फुल छ यता चाहिँ हेर न यतातिर चाहिँ धेरै फुल छ क्या यता धेरै फुल छ हेर न म्याखेरि झन् अघि राति हिजो ब्लग हेर्नुभयो होला होइन त्यो हेर्दैन यता चाहिँ उता चाहिँ दादा उता चाहिँ मामा मेरो सब यता मामै के गर्नुभएको मामा माथिपट्टि सब यता त ल्याङ्दो नि कतिको निकालिसक्नु भएको यताको यता यहाँ सारेको अहिलेको भिडियो बनाउनै पाएन नि यता चाहिँ प्लास्टर गर्ने हो सब दिन भान्जा हामीले राखेको दाउराहरू म फेरि यस्तो काम गर्ने थाहा छ गर्छु जस्तो जाँदो हुन्छ यता झर्नु पर्ने हुन्छ यता चाहिँ यति दाउरा छ नि होइन टन्नै छ नि अघि घर बनाउने बिर्सेछु नि त मैले नि अहिले चार्जै थिएन नि त उता मामा चाहिँ कसो गर्दै हुनुहुन्छ काम माथि गर्दै हुन्छ उतातिर चाहिँ यो छ होइन यता यो जस्ताको उता उयो उतातिर चाहिँ कहिले घुम्नु जानुपर्ने हुन्छ उतातिर चाहिँ हामी यता छौँ जस्ता त हट एकछिनमा चाहिँ भेटौँ कता सुँगुर छ त रोटी चाहिँ होइन सब काटकुट होइन मम्मी हेर्नुहुन्छ होइन अनि यता माथिपट्टि होइन जङ्गल पनि अनि यो चाहिँ केरा क्या हाम्रो घर साइडपट्टि हेर्नु त त्यो साइडतिर क्या उता कराएर उता कराएर यस्तै उतापट्टि छ जस्तो लागेको छ मलाई जस्तो हेर न अलिक पछि म अलिक खाना भेट्छु ल त ल गाइस आज चाहिँ हामी जाँदैछौँ जङ्गलतिर हाम्रो भान्जा आइरहेछन् होइन काठमाडौँबाट भान्जा चाहिँ भान्जाको चाहिँ फर्स्ट टाइम हो भान्जा चाहिँ दाउरा काट्न जाउँ माओ भनेर उहाँको करले र अनि भरे भान्जा क्याम्प गर्ने अरे अनि त्यही कारणले चाहिँ हामी चाहिँ यसो दाउरा खोजौँ भान्जालाई पनि अब सो रमाइलो हुन्छ उसले पनि अब हेर्छन् भनेर हामी चाहिँ जङ्गल आएको छौँ र मलाई लाग्छ भान्जालाई एकदम रमाइलो लाग्ने छ हाम्रो
उदयपुर जिल्ला बेलाका नगरपालिका 4 गुरुङ चौरीको जङ्गल छेउ भान्जालाई चाहिँ धेरै राम्रो लाग्छ भन्ने आश गरेको छु। हामी चाहिँ अहिले बदेली खोलामा छौँ। यता हामी 3 जना गइरहेको छौँ। अब एकछिनमा मान्छे फेरि अझै 2 जना 1 जना चाहिँ थपिनु हुनेछ र हामी अहिले पुगिसकेपछि दाउरा काटेको चाहिँ भिडियो हामी बनाउने छौँ। यतिन्जेलसम्मको लागि चाहिँ तपाईँहरूले भिडियो हेरेर मनोरञ्जन लिइराख्नु एक दिन कुनै दिन यतै गाइस यो चाहिँ सबै यो सेफ्टी गरेर गरे हो फेरि कोही फेरि गर्दाखेरि बुझ्नु के हुन्छ नि त्यस्तो नगर्नु होला हैन म राखिदिन्छु के सेफ्टी छ फेरि गइन्छ नि फेरि केटा बुझ न के हुन्छ जो भाइ बहिनी दाम्पा लान्टी हजुर हजुरआमा हुन्छ हैन सेफ्टी प्रपोज है फेरि उता देखाउनु एकछिन यस्तो छ जङ्गल हुन्छ यो चाहिँ हाम्रो जङ्गल रहेको छ हैन देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो विनोद भान्जाको मावला हो यो हैन यो चाहिँ हाम्रो जङ्गलको यो भिडियोमा स्पोन्सर रहेछ त हैन ए उहाँलाई चाहिँ ककले चिन्नुहुन्छ कमेन्ट गर्नु उहाँले तपाईलाई ल कसले चिन्नुहुन्छ कमेन्ट गर्नुहोस् है यो भिडियो मैले लिङ्क डिस्क्रिप्सनमा छ त्यो तपाईँले हेर्नुभएको भिडियो छ नि जुन त्यो हिजोको हो त्यो भिडियोको त्यहाँ डिस्क्रिप्सनमा तपाईँहरूले चेक गर्न सक्नुहुन्छ उहाँको मैले लिङ्क राखेको छु तर तपाईँहरूले यो भिडियोको यहाँ मुनि डिस्क्रिप्सन छ नि यो डिस्क्रिप्सन यसमा चाहिँ उहाँको लिङ्क नाम रहेको छ तपाईँहरूले उहाँ गएर चेकआउट एन्ड सब्सक्राइब गर्न सक्नुहुन्छ यो भिडियोलाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु नभन्नु होला यति म हिजो मैले भनेको थिएँ दाउरा काट्नु गर्नुपर्छ म तपाईँहरूको लागि है खास गरी हो कि न दर्शकको लागि आएको हैन अब हाम्रो भान्जाको भ्लगमा अब धेरै ग्याप पछि अब धेरै समयपछि हैन ग्याप धेरै भएको थियो अब हिजोदेखि चाहिँ अब निरन्तर भिडियो आइरहेछ अब हेरेर तपाईँहरूले साथ सहयोग माया देखाइदिनु होला भान्जालाई धेरै धेरै सेयर गरिदिनु होला धेरै देश विदेशसम्म पुर्याइदिनु होला र हामी अझै राम्रो भिडियो ल्याउन कोसिस गर्नेछौँ हामी अझै राम्रो भिडियो ल्याउन कोसिस गर्नेछौँ हाम्रो भान्जाको भिडियोमा चाहिँ भ्लगमा चाहिँ धेरै माया देखाइदिनु होला र मलाई कसले चिन्नुहुन्छ लाइक कमेन्ट सेयर गरिदिनु होला कमेन्ट पनि गर्नु होला मेरो टिकटक आइडी चाहिँ रहेको छ विशाल विश्वकर्मा 13 र युट्युब आइडी रहेको छ विशाल विश्वकर्मा हैन भान्जाको त डिस्क्रिप्सनमा आउँछ नाम त्यहाँ चाहिँ क्लिक गरेर सब्सक्राइब गरेर हैन मन परे सब्सक्राइब लाइक गरेर माया देखाइदिनु होला मलाई पनि मेरो नयाँ आइडी छ र हाम्रो भ्यूहरू देख्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ हो हैन भान्जा धेरै वर्षपछि आएका छन् भान्जाकै करले मामा जाउँ न भिडियो बनाउन जाउँ भनेको कारणले चाहिँ हामी चाहिँ यता जङ्गलतिर हाम्रो गाउँघरको चाहिँ के कसो हुन्छ ठाउँहरू वन जङ्गलहरू हैन अब यहाँ प्राणीहरू धेरै छन् जीव जन्तुहरू धेरै छन् हैन मेरो जङ्गल छ यहाँ दादा हुन्छ तल चाहिँ ठुलो मामेर हुनुहुन्छ देखेको छैन यस्तै यता यहाँ देखेको रहेछ नि त्यहाँ चाहिँ खोला उयो चाहिँ विनोद दादा उहाँको मोबाइलबाट भ्लग बनाउँदैछु म देखाएको छुइनँ अनि यहाँ दाइ यहाँ नै होइन दा गाइड्स उनीहरू चाहिँ मेरो दिदी आउनुहुँदैछ त्यहाँ म यता छु नि फेरि कहाँ छ भन्दै बोल कहाँबाट बोल्दैछ मान्छे भन्नुहुँदै हेलो गाइस म चाहिँ यहाँ छु होइन मलाई चाहिँ मेरो दाइले भ्लग बनाउनु दिनुभएको अनि म चाहिँ यहाँ जङ्गल आएको छु यहाँ यता हेर्नु तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ यता कति राम्रो ठाउँ छ तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ यहाँ जुन छ होइन गाइस कता पो यहाँ जुन छ होइन अनि
दाइ दाइले भ्लगिङ गरे होइन मैले मोबाइल ल्याएको छु नि फुट्छ भनेर होइन त्यहाँ लास्ट गएको छ फाइनली यत्रो केटा हेर है यत्रो ल को बन्न सक्छ होइन कमेन्ट गर ल ए यस्तो हुन्छ नि यो सागहरू यो दाउरा होइन त काट्नु हुँदैन है केटा ए अर्को आउने ठाउँ त फेरि कताबाट आउने अब फेरि जान्ने चाहिँ ओइ उयो पनि रोक्नु हो त पहिला हामीले झारेको झारेको यस्तो छ केटा जङ्गल हेर है दादा दादा त्यहाँ हेर्नु त त्यहाँ कस्तो लुगा छ तपाईँको अङ्कल ए मामा ए म त आउने बित्तिकै उता रहेछ क्या अनि कसको चाहिँ लुगा हो भन्दा थियो क्या किन भन्नु अब माथि जानु नि लियो जिस्किनु भइरहेछ तिमीसँग बिस्केर हुन्छ राजा यो सेफ त यो सेफ हो नि फेरि अहिले दाउरा ल्याउन आएको छु अनि हाम्रो जङ्गल चाहिँ यस्तो छ है त साथीहरू भाइ चाहिँ त्यहाँ दाउरा चिर्दैछ हो आई नो द्याट्स अनि अनि यता चाहिँ हाम्रो जङ्गल कस्तो भिड पहिरो छ यहाँ छ म देखाइदिन्छु यता जाँदैछु मलाई म आउँछु नि त फेरि मलाई हिँड्नै कस्तो अप्ठ्यारो भइरहेछ हेर्नुहोस् है हाम्रो यस्तो भिड पहिरो छ के होइन अनि हामीले चाहिँ हिजो भाइ काठमाडौँबाट आएको अनि आज चाहिँ जङ्गल लिएर पनि आएको के होइन हजुर यता छ भाइ चाहिँ आयो के अनि अब चाहिँ म दाउरा लिएर घर जान आँटेको अनि घर गएर फेरि आउनुपर्ने दाउरै लिनलाई के गर्नु साथीहरू यति माथि छ अझै यहाँबाट कति धेरै उकालो जानुपर्छ नि त मासु अनि पोहोरको साल चाहिँ हामीले यो खोल्सीमा काटेको थियौँ है यो खोल्सीमा ठ्याक्क यो खोल्सीको पल्लो खोल्सीमा काटेको थियौँ त्यहाँबाट नेता आउँथ्यौँ अनि अहिले चाहिँ यहाँ ओडा काट्दैछौँ किन म त हिँडेको त अब कहाँ म दाउरा काट्छु त आउँछ तर काट्दिनँ म है त अनि यस्तै छ हाम्रो वन जङ्गलहरू हजुरहरू पनि आउनु होला हजुरहरूलाई पनि म दाउरा काट्न लिएर आउँछु खास बाई बाई गाइस होइन दिदी चाहिँ यता के हो पानीपुरी के गरे अब यता चाहिँ पानीपुरीको लागि यता चाहिँ माइजू हुनुहुन्छ है आलु उसिन्दैछु उसिनेर एक-एकले होइन गाइस हेर्नु होला अर्को दिन त भाइलाई होइन अनि यता चाहिँ आलु गरे हुन्छ उता चाहिँ पानीपुरी यता चाहिँ आदि भन्छ दादा ए हाई माइजू हाई भान्जा आलु तास्दैछु आलु आली म चाहिँ पानीपुरी वाला हो का पानीपुरी वाला हेर्नु है पानीपुरी वाली ए आलु वाली पानीपुरी वाला अनि खान्जुवा वाली ब्लगर वाला यता चाहिँ पानीपुरी बन्दैछ हेर्नुहोस् गाइस यसरी गर्नुपर्छ है आगो जलाइ छ यता चाहिँ खाना पाक्दैछ पाक्दैछ यता चाहिँ भनेको अचारको लागि रेडी हुँदैछ होइन हुँदैछ अनि यहाँ चाहिँ म पानीपुरी बनाउँदैछु अब यहाँ आगो अलिक लाउनु पर्ने हुन्छ होइन हजुर म चाहिँ दिवाली ए मलाई ड्यू भनेर याद आयो यार एउटा कुरा भन्नै बिर्सेँ आउने एउटा कुरा त मैले भुसुक्कै बिर्सेँ नि दिदी थ्याङ्क्स फर 2K सब्सक्राइबर एन्ड 1K सब्सक्राइबर है ए हो मैले भनेपछि मेरो थ्याङ्क्स है यो चाहिँ भान्जाको 2K सब्सक्राइबर पुगेको पार्टी है हामीले चाहिँ हाम्रो तर्फबाट हो होइन त्यो ड्यू चाहिँ कसको तर्फबाट हो मेरो तर्फबाट मेरो 2K 2000 भ्यू चाहिँ के भएको अरे
सब्सक्राइबर 2000 सब्सक्राइब बोल। भ्लग भएकोले गर्दाखेरि पार्टी भान्जाको तर्फबाट अझै सपोर्ट गर्नु पर्यो नि होइन माइजू सबैजना सपोर्ट गरिदिनु होला मेरो भान्जालाई माया गरिदिनु पर्यो माया गरिदिनु होला अझै उन्नति प्रगति गर्दै जानु होइन अनि अझै मोनेटाइज भयो भने झन् अझ हामी झन् केक काट्ने छौँ होइन अब एम राख्छु म अब राख्छु अब ठिक अब म बिस्तारै एम राख्नु टार्गेट राख्छु कतिको होइन अब डढिसक्यो क्या हजुर अब हामीले मोनेटाइज भयो भने भ्युज राम्रो आयो लाइक अनि 3K पुग्यो भने चाहिँ हामीले अहिले बाचा गरेका छौँ हामी केक काट्ने छौँ अवश्य यता भयो भने तर म भान्जा काठमाडौँमा हुनुभयो भने हामी भयो भने काटेर खाइदिनेछौँ के भन्छ अरे ल केटा सरी मेरो फ्यामिली युट्युब फ्यामिली होइन सो मेरो चाहिँ होइन टक्क लाएर अब 3K म होइन 10K पुग्दा चाहिँ साँच्ची भनेको होइन 5K ल 10 धेरै हुन्छ होइन 5K हुँदा चाहिँ म साँच्ची होइन केक काट्छु क्या म होइन ओके छ त काट्नु पर्छ नि त नकाटेर हुन्छ र काट्नु पर्छ नि 5K हुँदा चाहिँ म केक काट्छु होइन अनि म भिडियोमा चाहिँ देखाएर खुवाउँछु भान्जाको लागि काटिहाल्छौँ नि यही भयो भने हाम्रो चाहिँ अझै राम्रो राम्रो भ्लगहरू आउँदैछ अब भोलि होइन अब आज यस्तै भइगयो गाउँले जिन्दगी हो होइन घरको दाउरा कटाएको होइन भन्छ ए अहिले त दाउरा काटेको भिडियोको कसले हेर्नु कमेन्ट गर्नु र कस्तो लाग्यो चाहिँ अहिले दाउरा काटेको छ नि त्यो यस्तो गतिविधिमा भिडियो त बनाउनु भयो साह्रै भएन केदैन भोलि पर्सि फेरि अनि टक्क लाएर यहाँ मैले यस्तो लाग्यो अब यी घाउ पनि के भन्छ त ठेला तर यस्तो गर्नुपर्छ कि जो काठमाडौँमा बसेछ मेरो सब्सक्राइबर होइन यस्तो काम गर्दा चाहिँ होइन त्यो एकदम मजा आउँछ क्या फिल लिनु है यता आउँदा नि हुन्छ गर्न है गाउँतिर हाम्रो पनि ठेला उठेको छ हात यस्तो छ। आउँदैन नि यहाँ झन् आज चाहिँ हाम्रो भान्जाको कामै काम मतलब अब धेरै फाइदा भएको छ अब आज भान्जा जङ्गल घुमेर पनि आए होइन उसकै करले गएको हामी होइन डढ्यो हामी नलाने भन्दा पनि घुमेर पनि आए हामी दाउरा पनि काट्यौँ भान्जाले दाउरा पनि काटे होइन ठेला उठेको अनुभव पनि गरे जङ्गलको भ्रमण पनि गरे घुमेर मात्र आइन्थ्यो होला हामी होइन घुमेर आइन्थ्यो होला तर जङ्गल गइसकेपछि हाम्रो धेरै काम बन्यो नि त यता अब दाउरा काटियो दाउरा लिएर आयौँ मैले घुम्यौँ पनि होइन अनि अब धेरैजनाले माया गरिदिनु होला माया चाहिँ देखाइदिनु पर्यो है गाइज भान्जालाई धेरै धेरै माया देखाइदिनुहोस् माया त गरिराख्नुहोस् यत्रो सपोर्ट गर्नुभएको छ टुक्यो भने अझै माया गरिदियो भने ल मेरो भिडियो हेरिदिनु माया र कमेन्ट लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला होइन तपाईँहरूले होइन के कस्तो गर्दा चाहिँ हुन्छ भनेर कमेन्ट चाहिँ गरिदिनु तपाईँहरूको मायाले नै अहिलेसम्म पुगिराख्नु भएको छ ए मैले एउटा कुरा सोध्नै बिर्सेँ हिजो तपाईँहरूलाई होइन त्यो भ्लग छ नि त्यो भर्नुमा कस्तो लाग्यो भिडियो मैले बनाउनु दिएको थिएँ होइन कस्तो लाग्यो त्यो भिडियो कमेन्ट चाहिँ एकचोटि गरिदिनु होला ल यता हेर्नु त मैले बनाएको भिडियो कस्तोको लाग्यो कमेन्ट चाहिँ गरिदिनु होइन राम्रो लाग्यो कि लागेन त लागेन म निकालिदिन्छु भिडियो गर्दै मम्मी हेर्नु मलाई भिडियोबाट निकाल्दिने मलाई भिडियोबाट निकाल्दिने अरे भाइले ए निकाल्छ अब एकछिन अझै खतरै गर्छ होइन पानीपुरी बनाउँछु अहिले चाहिँ हामी खाने बेला भेट्छौँ ल भाइ हाय गाइस पानीपुरी खानु बोलेर हाल्ने कि त्यति अब उता चाहिँ भइसक्यो पानीपुरी अब चाहिँ हामी पानीपुरी खान आँटेको केटाहरू होइन यता चाहिँ हेर यता चाहिँ यता चाहिँ जुस आलु होइन यता चाहिँ पानी होइन उता चाहिँ सुरु भइसक्यो ल उता चाहिँ टेस्ट गरेर भनिदिनु ल कस्तो छ टेस्ट गरिदिन्छ हुन्छ टेस्ट गरेर कस्तो रहेछ टेस्ट आलु हाल्नुभयो हाल्नु साउन्ड सुन्नु न A1 भने चाहिँ दामी पानीपुरी चाहिँ दामी भएको छ अरे ल अब हामी सबैजना खानुपर्ने हुन्छ पानीपुरी ल अब सबैजना के एउटा गिलास उठाऊँ ल
खानु ल लु भान्जा भिडियो गरेर फेरि हुस्से हुनु होला खानु न लु हस् ल आउँछ एकछिन भिडियो होइन भान्जालाई पनि दे है देखाउँदै लु भान्जा अब ल म नि अब हान्नुपर्छ होइन लु भान्जा हस् पानीपुरी क्या बालमा अमिलो पुगेन कि हाम्रो अलिक पुगेन झन् लिएर आऊ भान्जा हस् एकछिन यता अमिलो हालेको होइन यता चाहिँ जुस चेस केटा ल चेस ल एकछिन चेस हानिदिउँ न सबैजना दादा चेस चेस ल खतरा हुन्छ है त होइन भाइ कस्तो छ पिरो लास्ट राइट मलाई थाहा थियो क्या दादाले दुई तिनवटा खुर्सानी थियो क्या अनि मैले सोचेँ पिरो छैन पिरो त छ होइन त्यही मैले हानिदिउँ न भनेर खाइदिएको असाध्यै पिरो होइन पानीपुरी कस्तो भयो त ए बबाल भयो पानीपुरी मिठो भयो होइन अब भोलि थुक्पा होला होइन खानुपर्छ होइन अँ चट्टसँगले भ्लग अब राम्रो राम्रो हाल्नुपर्छ होइन त्यस्तो ए दादा बोले मात्रै फेरि भिडियो फेरि सकिँदैन ल खाएको नबनाऊँ होला है भिडियो लामो हुन्छ होइन इफ यु लाइक द भिडियो लाइक एन्ड सब्सक्राइब यहाँ सब्सक्राइब पायो होला सब्सक्राइब गर्न चाहिँ नबिर्सनु ल ल दाइ के भन्छ लास्टमा सबैजनाले माया गरिदिनु होला मेरो युट्युब च्यानल डिस्क्रिप्सन त्यहाँ छ होइन पिन गरिदिन्छु सब्सक्राइब गरिदिनु होला सबैजनाले पानीपुरी खायो भोलि अब अलिक अब भोलि के हुन्छ होइन भोलि पनि हाम्रो छिट्टै आउँछ भ्लग होइन अनि त्यतिन्जेलसम्मको लागि तपाईँहरूले माया देखाइदिनु ल माया देखाइदिनु होला प्रतीक्षा गरिदिनु होला अर्को भ्लगको लागि र अहिले क्यामेराम्यान साथमा आउनुहुन्छ हाम्रो र रिपोर्टिङ गर्दैछु विशाल विश्वकर्मा ल अब इफ यु लाइक द भिडियो लाइक एन्ड सब्सक्राइब होइन दादाको भिडियो लिङ्क डिस्क्रिप्सनमा छ भिडियो मन पर्यो लाइक सब्सक्राइब गर्नु ल बाई अब अर्को भिडियोमा भेटौँ ल बाई